띵캡. 띵캡. 아니 공. 에마랄라이. 아니요. 어디서 만나요? They ganham. 이렇게 뭐? blogger 이거니? 까지 잡아 그 좋네. 띵개봐 하고. 아? 띵해봐요. Tingkep 띵해봐요. 띵개봐 간다. Tingkep पाँच खेप बनाउनु नि 7 खेप बनाउँछौँ हामी त हो अलिक छिटो छिटो पट्ट गर्नु नि 띵개봐. 5 खेप पनि 4 खेप पाँच 4 खेप 띵해봐요. उता अब यहाँ खुवाउनु पानी अलिअलि दाजुहरूलाई यो लक्ष्मी पूजा गरेको पानी हो माथि पनि ऐचाउ माइला त्यसरी हो त्यसरी एक ठाउँमा हुँदैन गोब्रोले यो अस्ति लक्ष्मी पूजाको लक्ष्मी पूजाकै हो सबै के उनीहरूले पुऱ्याउँछ नि सजिनाले जम्सेको उसैले तर यसलाई पनि यसो गर्नु यसो छर्किनु है ढोका खोल्नुपर्छ 띵엘레. एकैतामा फुटाउनु 엘레 바로 보이나? उता 어디야? 나게. 설명. Mana isma fikirnya? चिपाल्नु हुँदैन है आमा 엘레. चिप्ली जानु यता राख खै नचिप्ल्याउनु है. खै त्यो कला बिस्तारै गर्नु. त्यसले अब ट्याम्मै बिगार होला नि फेरि अब उता के गर उता Eli nih, हातले hati. हातले फल्न नि हो त्यो उचालो पर ढुङ्गै फेरि हो त्यसै इँटे बाहिर आउँदा अब एटिएम बाहिर राख्नु हजुर थोराको पाउ है अब यसो बनाएको पुरै छोपिदिने थुनिदिने Bukan nih buang lo. बन्द गरिदिनु यसको त्यो त कहाँको उयो लानुपर्छ उतै दियो बाले यसको दियो काम बाले सानो भएर गरेको छैन अनि ढोका Lighter. जो ढोका छ नि वो त बाहिरको म बालिदिन्छु दियो अहिले के गर्नु बस्नु दियो बाले हुन्छ दिमागले हावा खान्छ यस्तै हुन्छ क्या ए भएछ त्यहाँ होइन हौ यहाँ नबाल्नु भन्छ बालिहालिस् लु अब सिकेटी दाजु बाबा फुलले हुन्छ जो यसरी फुट्नु नि यसरी भुइँमा राखेर तलदेखि बुझ्दै निकाल्नु माथिसम्म हो त्यहाँ हुन्छ त्यति एकचोटि हुन्छ त्यस्तै हो हे 2-3 चोटि अब अर्को दाजुले भने उठेर है छैन हो फुल फारो फारो गर्छ पहिला हातमा अनि सबै उ गर्दै काँधमा पनि ल पहिला पहिला त के अरे दुश्मनको अगाडि शिर नझुकोस् अब यो है लाउरे मामा पो हो त ए क्लासमा छ त
अब तेल घसिदिनु नि यसैले के हातले तेल गर्छ तेल 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 अलिअलि तेल अनुहारमा तिम्रो बनाउन निकाल्ने आगे यसले पनि गर्नुपर्छ नानी साथी यहाँ छ मैले सेक्नुपर्छ अरे क्या खुसी तेल लगाएको बढी लगाएको अलिअलि उसले अब यसो बनाएको भने के गरिदिनु अरे तेल के छ त्यति धेरै धेरै चाहिँ पर्दैन सक्दैन अलिअलि अलिअलि जाने भयो तिमी चाहिँ कता घुमेको त्यो यता बसेर गर न आफैमा घुम्दैछ मैले यो हेर हुन्छ हुन्छ त्यति भयो एक चल यसो बनाएको भइहाल्छ नि यसो गरेर यो तेल र दुधले सेल्नु अलिक नभइदिए तेल यसमा आउँदैन अब अरे तेल के होला तेल तेलकै घसिदिन अलिअलि यहाँ राखेको हो त्यो उतै तेल त्यो होइन त्यसले हुन्छ हौ मम्मी लु त्यसैले गर्दा त त्यसलाई छुको छुको गर्नु के हो त्यसो यसो गर पहिले भयो मैले चाहिँ दल्ने नलाई के लाग्छ र अलिकति त्यो तल कलर पर्छ नि हो त्यसरी गाउँघरमा जस्तो चलन छैन नि त अहिले अब यसो गरिदिनु टिका लगाइदेऊ अब टिका लगाइदिनु तर यो टिका पो कस्तो हुने भइरहेको छ कि मैले त्यस्तरी चाहिँ यसरी चाहिँ लाग्छ मैले टिका मात्रै लगाइदिने काम सेतो पहिला अनि ल हातले लगाइदिँदै पनि हुन्छ होला हौ यो सेतो ठाउँमा लगाइदिनु अनि तलाएर फेरि लानु नि धेरै भयो अरूले चाहिँ त्यसो त्यसो त तलदेखि लाउँदै लानु माथिदेखि झार्दा हुन्छ एकैपल्ट मात्रै छैन सप्तरङ्गी हो क्या एकपल्ट त एकै तलदेखि छुनु मात्रै लागेन हुन्छ हुन्छ लागिरहेछ टक्क छैन लागिहाल्छ त्यो त अर्को अर्को त पुस्नु पर्दैन अनि अरू ओ यतापट्टि आउनु एउटैले पो काम चल्दैछ अरे साथी लु भयो होला होइन एउटा बाँकी छ लु हुन्छ अब यता चाहिँ अर्को बाबुलाई आमालाई भान्दिए यो हाम्रो मेरो देवरको नातिनी हो क्या हजुर हजुर मेरो छ म माता लिन्छ त्यो भन्छ धन्यवाद खै त प्रेममा मारो आमा प्रेममा मारो खै त कति बेला आउनुहुन्छ खै आउनु आँट्यौँ भन्छ के गर्छ ए अघि कल गरिसकेको टिका टिका चलेपछि चाहिँ मेला लाउनुहुन्छ दिने भाइ लाउनुहुन्छ भरेसम्म लाउनुहुन्छ नि अब त होइन पबी त्यसो घरमा छ अरे कि उहाँ त हुन्छ त यहाँ मामाहरूलाई ड्रप गरेर प्रवीण हामी उता जाने साथी अब माला लगाइदिनु के लगाइदिनु अलग्गै राख्नु है त्यहाँ फेरि मुसी जान्छ माला अब लाग्ने त्यहाँ पज गर्ने ठाउँ छैन होला माला लाख है क्लिप क्लिप बनाउँदा पनि हुन्छ यस्तै मालाहरू त What do you think? Smells good.
You never know when Tuesday night dinner will become Tuesday night dinner and a show. Oh, beauty. We're all busy. Busy taking notes. Busy turning long-winded You say summaries you into only something allow more digestible, please. Busy closing loops. Busy crafting the perfect response. Busy refining the forms. Busy optimizing synthesizing. ल अब फेरि माइला माइला टिका लगाइदिएको हेर्नु टिका लगाइदिन्छ भने चेलीलाई लगाइदेऊ लगाइदिउँ तेल सबैजना खाउनु है धेरैजना पर्दैन अरू टिका मात्रै टिका मात्रै हो टिका मात्रै हो यस्तो अलिअलि गरिदिनुपर्छ त चलन थियो त अन्त पहिला हुन्छ त सेतो र त्यो पशुपति लागेन डल्लो ट्याक ट्याक लगाउन यता कि ठाडै लाउँदा भान्जी ठुलो मान्छे गर्नुपर्छ है कता लागेको कति माथि सेतो लगाइदिनु हुन्छ अब पशुपति रङ पनि लगाइदिएन लगाइदिन्थ्यो ए ल अब यहाँ सेतो अलिकति छोयो जस्तो बनाउनु सेतो लगाइदिनु अर्कै थियो धेरै हुन्छ क्या अब पशुपति पशुपति चाहिँ पहेँलो चाहिँ पहेँलो चाहिँ पहेँलो हजुर अलिकति ऊ त बग्दै गरेको थियो बस अरू पनि हालिदिनु न होइन पर्दैन अरू छैन हुन्छ भनौँ न धेरै ल अब के लगाइदिने पुग्छ टोपी सोटेर के यहाँ लगाइसकेकै छैन टोपी के अब भनादेखि आखिरमा त्यो टिप्छ के दिने अब टोपी माला यति नै हो यहाँ उचाइ दिनु मलाई टोपी दिइसकेकै छैन माला लगाइदियो टोपी लगाइदियो होइन टोपी लगाएको छैन ढोग्नु भान्जीले टोपी लगाएकै छैन टोपी त झिक न त निकालेर अर्को लगाइदिनुपर्छ यी टोपी टोपी त लागेको छैन त्यो टोपी निकाल टाउको त त्यत्रो छ बाबालाई चाहिँ कस्तो देखेको टोपी यहाँ पनि छ एउटा टोपी चक्लेट पछाडि राम्रो भएन बाबु हाम्रो भान्जीको हातबाट टिका लाउनु पाइयो धेरै धेरै खुसी लाग्यो अब तपाईँहरू पर सर्दै जाने अब